आउने 3 देखि 6 महिनामा घर किन्ने सोच्दै हुनुहुन्छ भने यी कुराहरू चाहिँ गरिहाल्नुस्। मेरो अस्ट्रेलियाको 12 वर्षको मोर्गेज एक्सपिरियन्स, मोर्गेज ब्रोकरको एक्सपिरियन्समा मैले देखेका भोगेका कुराहरू, मेन कुराहरू एज अ फर्स्ट होम बायर हजुरहरूलाई भोलि घर किन्न सजिलो हुन सक्ने कुराहरू म आज यहाँहरूको अगाडि प्रेजेन्ट गर्दैछु। नम्बर 1, किप यो इन्कम कन्सिस्टेन्ट। भनेको यदि हजुर फुल टाइम काम गरिरहनु भएको छ, पार्ट टाइम काम गरिरहनु भएको छ, बिदामा जानुपर्ने छ भने एनुअल लिभ लिएर बिदामा जानुहोस्, अथवा कुनै पनि खालको तपाईँको पेड लिभ लिएर बिदामा जानुहोस्। सकेसम्म अनपेड लिभहरू नलिनुहोस्। क्याजुअली इम्प्लोइड हुनुहुन्छ, मोर देन 6 मन्थ इम्प्लोइड हुनुहुन्छ भने हतार गरेर पार्ट टाइममा जब चेन्ज नगर्नुहोस्, फुल टाइममा जब चेन्ज नगर्नुहोस्। एकचोटि तपाईँको हामीहरू जस्तो मोर्गेज ब्रोकरसँग कुरा गरेर मात्रै त्यो जबलाई चेन्ज गर्नु पर्यो भने चेन्ज गर्नुहोस्। सबैभन्दा मेन कुरा किप यो इन्कम कन्सिस्टेन्ट। दोस्रो, किप यो सेभिङ सेपरेट फ्रम योर एभ्रिडे ट्रान्जेक्सन एकाउन्ट। जहाँ तपाईँको स्यालेरी आउँछ, जहाँबाट तपाईँले खर्च गर्नुहुन्छ, त्यहाँभन्दा तपाईँको सेभिङ एकाउन्टलाई अलिकति फरक राख्नुहोस्। जब घर किन्ने प्रोसेसमा जानुहुन्छ, मुख्य गरी 20% डिपोजिट नपुगेको मान्छेहरूलाई गभर्मेन्ट ग्यारेन्टी अन्तर्गत घरहरू किन्न पर्यो भने चाहिँ ब्याङ्कले गएको 3 महिनादेखि तपाईँको स्टेटमेन्टहरू मागेर हेर्छन् र त्यसमा चाहिँ एउटा कुरा के हेरिन्छ भने तपाईँको सेभिङको गर्ने हिस्ट्री अथवा सेभिङ गर्ने ह्याबिट के छ भन्ने कुराहरू हेरिन्छ। त्यसले गर्दा त्यो सेभिङलाई अलिकति फरक एकाउन्टमा राख्नुभयो भने त्यो प्रुभ गर्नलाई सजिलो हुन्छ। तेस्रो, नयाँ लोनहरू नलिनुहोस्। मिल्छ भने सेम डे लेन्डरहरू जस्तो तपाईँको क्यास कन्भर्टर, निम्बल जस्ता ठाउँबाट लोनहरू लिँदै नलिनुहोस् र सकेसम्म होम लोनको लागि पनि इन्क्वायरी ब्याङ्कमा नजानुहोस्। ब्याङ्कमा तपाईँ गएर होम लोनको इन्क्वायरी गरिसकेपछि उनीहरूले यतिको लोन हुन्छ, यतिको लोन हुन्न भनेर एउटा खालको गाइड त गर्छन्, तर तपाईँ ब्याङ्कमा गइसकेपछि के हुन्छ भने तपाईँको क्रेडिट फाइलमा चाहिँ फलानु लोनको लागि आएको थियो है भनेर देखिन्छ। वेराज तपाईँ हामी जस्तो मोर्गेज ब्रोकरकोमा आउनु भने जुन प्रिलिमिनरी एसेसमेन्ट हामीले गर्छौँ तपाईँको लोन अप्लाई गर्नुभन्दा पहिला, त्यतिखेर चाहिँ कुनै पनि ठाउँमा तपाईँको क्रेडिट फाइलमा तपाईँ लोन लिन गएको भनेर देखिँदैन र तपाईँहरूलाई हामी एउटा गाइड प्रोभाइड गर्छौँ। अब आयो तपाईँको कुनै कमिटमेन्ट छ, रेन्टको कमिटमेन्ट छ अथवा कार लोन छ, क्रेडिट कार्ड छ, कुनै पनि तपाईँको कमिटमेन्ट छ भने मेक स्योर गर्नुहोस् 1-2 दिन छिटै तिरियोस् बरु, तर ढिला नजाओस्। कहिलेकाहीँ के हुन्छ भने घरको लोनको प्रोसेसमा यो कस्टमरको क्यारेक्टरिस्टिक हेर्ने बेलामा, फाइनेन्सियल क्यारेक्टरिस्टिक हेर्ने बेलामा चाहिँ कस्टमरले रेन्ट टाइममा तिर्छन् कि तिर्दैनन् भन्ने कुरा पनि कहिलेकाहीँ ब्याङ्कले रेन्डमली मागेर हेर्ने गर्छ। र तपाईँहरूको क्रेडिट कार्डको अरू लोनको रिपेमेन्टहरू त तपाईँको क्रेडिट फाइलमा पनि देखिन्छ। त्यसले गर्दा एकदमै इम्पोर्टेन्ट कुरा चाहिँ तपाईँको रिपेमेन्टहरू टाइममा गर्नुहोस्। र एउटा बोनस टिप भन्छु म, यो तपाईँ आफै गरे पनि गर्नुहोस्, हामीले पनि फ्री अफ कस्टमा गरिदिन सक्छौँ। नेक्स्ट 3 to 6 मन्थमा घर किन्ने प्लानमा हुनुहुन्छ भने चाहिँ एउटा क्रेडिट फाइल, तपाईँको आफ्नो क्रेडिट हिस्ट्री के छ भनेर इक्विफ्याक्सको अथवा अरू कुनै एक्सपिरियन होस् अथवा एलियन होस्, एउटा चाहिँ तपाईँले आफ्नो क्रेडिट फाइल चाहिँ डाउनलोड गरेर आफै गर्नुहोस् अथवा हामीलाई गराउनुहोस्, हामीले पनि फ्री अफ कस्टमा गरिदिन्छौँ। यो एउटा चिज चाहिँ तपाईँले हेरेर बस्नुहोस् र त्यसमा केही यस्तो चिजहरू छ अथवा त्यस्तो रिपोर्टिङ कुनै क्रेडिट प्रोभाइडरले गरेको छ जुन तपाईँले हिजो गर्नुभएको छैन भने चाहिँ त्यो चाहिँ हटाउनुहुन्छ। त्यसले गर्दा यी 5-6वटा कुराहरू तपाईँले घर किन्नुभन्दा 3-6 महिना अगाडि नै ध्यान दिनुभयो भने तपाईँको यो हाउस हन्टिङ जोर्नी अथवा हाउस पर्चेस गर्ने जोर्नी, फर्स्ट होमको जोर्नी चाहिँ एकदमै इजी हुन आउँछ। हजुर पनि अस्ट्रेलियाको कुनै पनि ठाउँमा हुनुहुन्छ, घर किन्ने सोचमा हुनुहुन्छ अथवा घरको कुनै पनि इन्क्वायरी छ भने चाहिँ निर्धक्क साथ मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। मेरो नम्बर यहीँ कतै बायोमा म डेफिनेटली हजुरको लागि छोड्नेछु। हजुरको दिन शुभ रहोस्।